मेरो नाम विकास गुरुङ। यसपालिको तिहार स्वस्थ शान्त अनि सरल तरिकाले मनाउनु होला। आफ्नो दिदीबहिनीहरूसँग मनको कुराहरू सेयरिङ गरेर रमाइलो गर्नु होला। जथाभावी पटेकाहरू पड्काएर अरूलाई डिस्टर्ब हुने काम नगरिदिनु होला। देउसी भैलो खेल्नु होला, रमाइलो गर्नु होला। समय अवधिसम्म मात्रै खेल्नु होला। मध्यरातिसम्म खेलेर अरूलाई डिस्टर्ब हुने काम चाहिँ नगरिदिनु होला। यसपालिको तिहारमा सकेसम्म जुवा तासहरू पनि नखेलिदिनु होला। मादक पदार्थ सेवन गरेर अरूलाई हानि नोक्सानी तथा डिस्टर्ब हुने कामहरू पनि यसपालिको तिहारमा नगरिदिनु होला। स्वस्थ शान्त अनि सरल तरिकाले यसपालिको तिहार मनाउनु होला। हेप्पी तिहार। यसपालिको तिहार सबैको स्वस्थ शान्त अनि सरल तरिकाले मनाउनु होला।